म जाँदैछु आज बाबुको बर्थडेमा, मतलब दिदीको छोराको बर्थडेमा। अनि म चाहिँ त्यहाँ घर पुगेर लागेँ पिठो मुस्न सुरु। भाउजू र म चाहिँ पिठो मुस्नबाट आएको थियो। हामी चाहिँ फटाफट पिठो मुस्न सुरु गऱ्यौँ। अनि दादा र म मिलेर चाहिँ गोपी काट्न सुरु गऱ्यौँ। दादाले चाहिँ बोक्रा फाल्दिने, मैले चाहिँ काट्ने गरेथ्यौँ। त्यति बेला नै दादाहरू आउनुभयो सरप्राइज लिएर। दुबई दिदीले पठाइदिनु भएको रहेछ सरप्राइज। उहाँ चाहिँ आउनु भएको रहेछ घरैदेखि। अनि दादाहरूले सरप्राइज दिएर जानुभयो घरैतिर, अरू ठाउँ पनि पुग्नु थियो र त्यसैले। अनि हामी चाहिँ लाग्यौँ रोटी हाल्न सुरु। यहाँ चाहिँ कसैले जिरा पिस्दै हुनुहुन्थ्यो, अनि यहाँ चाहिँ दादाहरूले ब्रोइलर काट्दै हुनुहुन्थ्यो। हामीले फाइनली खाना पनि पकाइसक्यौँ। उहाँहरूले चाहिँ खाना मिठो छ कि नै भनेर चाख्नु भएको छ सबै मिलेर। भाउजूले चाहिँ हाई गरे। अनि त्यसपछि चाहिँ यहाँ बर्थडेको लागि तयारी गर्दै हुनुहुन्छ भाउजू र नानी बाबु मिलेर। अनि केही बेरपछि चाहिँ यहाँ बर्थडे स्टार्ट पनि भयो। अनि सबै बाबुको बाबा मम्मी मिलेर केक पनि काट्न सुरु गर्नुभयो। थ्याङ्क यू, बाई बाई।